बौद्ध विहार संघ यलया कोसाले निनु यङ्कया बौद्ध संगोष्ठी जाजो जुकुदु पोंगु शनिबाबु आइतबा अक्षेश्वर महाविहारे जुगु संगोष्ठी जाजोले लिच्छवी कालीन इलनिसे आटक दुनिया बौद्ध बहाबैया इतिहास नेपाल मण्डले प्रचलने दुगु त्रियान परम्परा व उकिया दार्शनिक पक्ष कला वास्तुकला उकी दथुई दुगु भिन्नता विशेष संरक्षण व दिगो पन्या मुद्दा जना बौद्ध विद्वान तेस ठिठी कठया जापौ न्यबगु ख थुगु संगोष्ठी पाखे आयाक्न बौद्ध बहा बही ओथुकिया इतिहास बारे दक्व सिकेगु तातुना सफु पिथनेगु तयारी जुया चंगु थका कोसा खलक जानकारी बिउगुदु बौद्ध विहार संघ यलया नाय नानिकाजी साकेया सभा नाय श्री जुगु जाजोले मुपा कठ छाया दिम ऊर्जा मन्त्री पम्फा फुसाल नेपाया बौद्ध परम्परा व थनया बहा बहिल अलिमे मसिका बिया चुंगु थासे बौद्ध परम्परा व थनया बहा बहि संरक्षण सम्वर्धन यागु ज्या राज्य यान जुगु थासे उकी थाम फुचागु कठ ग्वाली यागु प्रतिबद्धता पंका दिल हरकाजी वज्राचार्य पुष्पल पाके चाहिँ किताब बाबैयो पनि किताब त्यहाँ आउँछ ल गु किताब ठोक्ने चाहिँ सिके परे ल वो किताब ठोक्ने चाहिँ माग दिनानो दुनिया प्रति ज्यादा हुनुमा तर सिके वो किताब वो किताबले महत्त्व झनै वृद्धि ज्यादा हुन्छ र मनो जुन्ती आ चिसम वही किताब त चाहिँ चिसम पिकाको पनि बौद्ध विहारसँग कुताइनु हुन्छ र ले कुताइ क्रममा चाहिँ वो नापा हतार चाहिँ को किताब चाहिँ हजारजना चाहिँ पिकाउ दिन्छ ल आप किताबले उस्यानो अझ चाहिँ नुकुन्त उचिस सिधा बाबजी चाहिँ पाएन एजो जुन्टी उके तना एना तिसा चाहिँ नु दंग थ किताब पिकामा हेरके दैन गुरु चाहिँ मिनट ना बिजाउदु उके त तयार चाहिँ नु दंग तिसा किताब पिकामा या करिब तिसा चाहिँ उके त कमिटी सोना पति 2-3 महिने यो बुद्ध दर्शन बुद्ध धर्म बुद्ध संस्कृति हाम्रो नेपालको मौलिक पहिचान हो। देश राष्ट्र भनेको भूगोल र जनता मात्रै होइन, संस्कृति भाषा र इतिहासको एउटा भावनात्मक एकताले जोडिएको एउटा संयन्त्र पनि हो। गर्वपूर्ण विषयलाई फेरि नयाँ ढङ्गले यसलाई पुनर्स्थापित गर्ने, यसलाई विकास गर्ने, परिमार्जन गर्ने, अघि बढाउने उद्देश्यद्वारा ललितपुर बुद्ध विहार सङ्घले ऐतिहासिक र एउटा महत्त्वपूर्ण काम गरेको छ। राष्ट्रले नै गर्नुपर्ने काम यहाँहरूले गर्नुभएको छ। म हार्दिक धन्यवाद भन्न चाहन्छु। यहाँहरूले तयार गरेर हाम्रो टाइम मिनिस्ट्री नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय हो, तर फेरि हामी मिलेर काम गर्छौँ, छलफल गर्छौँ। मेरो आफ्नो सकारात्मक ढङ्गले त्यसलाई वृद्धि गर्नेमा योगदान हुनेछ र व्यक्तिगत हिसाबले पनि यहाँको प्रतिनिधिको हिसाबले पनि मैले आफ्नो तर्फबाट गर्ने सबै योगदान गर्ने मैले प्रतिबद्धता व्यक्त गर्छु र यो एउटा सार्थक संगोष्ठी भएर एउटा निष्कर्षमा पुग्ने र त्यसलाई चाहिँ हामीले फेरि जीवन व्यवहारमा लागू गर्नेछौँ। अथे बागमती प्रदेश सांसद शोभा साक्य बहाबैया समग्र इतिहास कहगाना सफु पिथने टेंगु लस्तया खजुगु थासे उगु सफु पिथनेगु नीति थगु लक्ष्य तलब ग्वाली यागु बच ब्यादिल उकी ठाउँ चाहिँ झिसा ठुलो पुस्तक चाहिँ जियो सबैसिउ लागि न तस्तो हे आवश्यक जी ठो चाहिँ छौ संस्कृति लिपठन कले नाच्ने ठुल्ले नाचन ढासा जक झिसा पुर्खाइ त चाहिँ हस्तान्तरण यापै जियो पुर्खाइ त झिसा हस्तान्तरण यामा फतासा वो विस्तार झिठा मरियाउने ठुकी यो सम्वर्धन याव लागि ठुकिता तस्मै चोछ्या बहजु उकी गु ठाउँ झिसा ठो किताब यो लागि जिटा ठन चना चोहे तस्मै मने हर्षता ए ज्या चाहिँ जिउ छगु महिना यागो जिटा पारिश्रमिक यो गोपटी ख वो चाहिँ ठो किताब यो लागि चाहिँ जी बिदेको चाहिँ जिउ मने जाजोले बागमती प्रदेश सांसद ज्ञानेन्द्र साक्य यला महानगरपालिका या उपप्रमुख गीता सत्याल लगायत थथगु नुग खतया दिगु ख नक्तिलगु चेतने उपमेर जंगतानी बागमती प्रदेश अन्तर्गत समाज विकास मन्त्रालयले पत्र
छुपट्टि चाहिँ नि लोकपट्टिका वो खैता चाहिँ नि अथवा 29 गते जीवनमा अवस्थामा हो र 29 गते हुने क्रममा चाहिँ समाप्त समाज विकास मन्त्री नक्लाना रुचिको किताब पिकाको लागि गुली सहयोग याको लागि चाहिँ नि जुम्मा पाकेन पनि फुटाउँछु आदरणीय अध्यक्षज्यू प्रकाशजी सुरेन्द्र भाइ लगायतको टिम मेरोमा आउनु भएको थियो मैले उहाँलाई के भन्यो भने मैले जति दिन सक्छु महानगरपालिकाको तर्फबाट जति दिन सक्छु म दिन्छु तर यदि मैले हजुरहरूको 100वटा भन्दा बढी किताब किनिदिन पनि सक्छु महानगरपालिकाको थ्रोबाट होइन मेरो पर्सनल थ्रोबाट यहाँले त्यो पुस्तक मलाई 100वटा दिनुभयो भने म लिदिन सक्छु कतिवटा निकाल्दै हुनुहुन्छ दाइ भनेर मैले सोधेको थिएँ 1000वटा भन्नुभएको थियो होइन उहाँले 1000वटा हामी निकाल्दैछौँ भन्नुभएको थियो म 100वटा लिदिन्छु त्यसले पनि केही प्लस त हुन्छ नि यहाँहरूलाई जाजोले संगोष्ठिया कजी गौतम मुनि बजाचार्य आ थपिन्छ पिथने तेनागु सफिया बारे ठटिका दिगु ख हामीले यसलाई लगेर हामीले चाहिँ आई सामो डाली सामो चाहिँ किर्तिपुर यसलाई लगेर लगाउँछ जी नपाइचाइ क्षेत्र त्यो चाहिँ किर्तिपुर चाहिँ यसले लाग्यो ओके चाहिँ चिच्चाबा क्याबले चाहिँ यसले लगेर चाहिँ अन्य किर्तिपुर क्याबमा ओके ठोसी चाहिँ किताब क्याबले प्रतिशतको समेटियामा खोजिया चाहिँ जिसको किताब है किर्तिपुर चोरा ढुङ्गमती बडगा चापागाउँ आदिको चाहिँ कवना चाहिँ टुके चाहिँ किताब त्यसमा चाहिँ करिब चाहिँ 64 लाख बजेट पेयरहरू 64 लाख चाहिँ फेब्रुअरी चाहिँ गेथे जो उठेछो तर केही च्याप्सन मैले फ्रियाको चाहिँ फोटो नस्केटिके फोटो या टुक्रो चाहिँ फोटो चाहिँ कलर फोटोमा र किताब स्टोरीमा चाहिँ जुस किताब चाहिँ किताब चाहिँ 24 सेन्टिमिटर बाई 18 सेन्टिमिटर के कोही किताब छ